नेपालको सडकदेखि लिएर सामाजिक सञ्जालसम्म पछिल्लो समय युवाहरूको एउटा नयाँ आवाज निकै बुलन्द सुनियो। तर के यो केवल एक क्षणिक आक्रोश मात्र हो वा देशको भविष्य नै बदल्ने कुनै ठूलो परिवर्तनको सुरुवात हो? ल, आज हामी जेनजीको यही तरङ्गको गहिराईमा पुगेर विश्लेषण गरौँ न त। सामाजिक सञ्जालमा हामी हरेक दिन आरोप प्रत्यारोपको खेल देख्छौँ नि, होइन? तर यो वाक्यले हामीलाई एकछिन रोकेर सोच्न बाध्य बनाउँछ। के गालीगलोजभन्दा पर गएर वास्तविक समाधान खोज्ने बेला साँच्चै आएको होइन त? ल, यही दृष्टिकोणबाट आजको विषयलाई अलि गहिरिएर हेरौँ। हो, यो आन्दोलन एउटा आशाको बिउ जस्तै हो। तर यहाँनिर प्रश्न उठ्छ, के यो बिउले हुर्कनका लागि सही वातावरण पाउला? किनभने विगतका आन्दोलनहरूले पनि यस्तै बिउहरू रोपेका थिए, तर तीमध्ये कतिले मात्र फल दिए? जेनजीको यो बिउले भविष्यमा हरियाली ल्याउला वा यो पनि मरुभूमिमा नै हराएर जाला? यो एउटा महत्त्वपूर्ण प्रश्न हो। त्यसो भए यो आन्दोलनको मुटु के हो त? यसको शक्ति कहाँबाट आउँछ? आउनुहोस्, यसलाई अरू आन्दोलनभन्दा फरक बनाउने त्यो डिजिटल ऊर्जाको रहस्य खोलौँ। एकछिन सोच्नुहोस् त, कुनै नेताको भाषणले होइन, एउटा ट्विट वा फेसबुक पोस्टले हजारौं युवालाई सडकमा उतार्छ। यो कुनै पार्टीको आयोजना गरेको जुलुस होइन, यो त एउटा सिङ्गो पुस्ताको आक्रोश हो। यो अब अति भयो भन्ने एउटा शक्तिशाली आवाज हो। हो, अहिले सडकहरू शान्त देखिन्छन्, तर के समाजको मन पनि साँच्चै शान्त छ त? कतै यो शान्ति आधी आउनु अघिको सन्नाटा त होइन? त्यो ऊर्जा, त्यो आक्रोश अहिले कता गइरहेको छ? के यसले कुनै सकारात्मक परिवर्तन ल्याउला वा यो केवल एक निराशाजनक अध्याय बनेर अन्त्य होला? के इतिहासले आफूलाई दोहोर्याउँदैछ? 2046 साल, 2062-63 साल र आजको दिन। के जेनजी आन्दोलन विगतका ती आन्दोलनहरूको अर्को संस्करण मात्र हो, वा यो साँच्चीकै केही फरक छ? ल, अलिकति इतिहासको पाना पल्टाएर हेरौँ न त। यो टाइमलाइन हेर्दा एउटा कुरा एकदमै छर्लङ्ग हुन्छ। हरेक पटक प्रणाली फेरियो, तर मानिसहरूको मानसिकता, त्यो राजनीतिक संस्कृति फेरिएन। पञ्चायत गयो, राजतन्त्र गयो, तर भ्रष्टाचार र बेथितिको संस्कृति जस्ताको तस्तै रह्यो। आजको आन्दोलन डिजिटल रूपमा त निकै शक्तिशाली छ, तर के यसले पनि उही पुरानो चक्र तोड्न सक्ला? हरेक कुराको दुईवटा पाटा हुन्छन्, होइन त? जेनजी आन्दोलनको पनि त्यस्तै छ। एकातिर ठूलो आशा छ, अर्कोतिर गम्भीर चुनौतीहरू छन्। यसको भविष्य कस्तो होला, सफल वा असफल? जवाफ यसको शक्ति र कमजोरी बीचको यही द्वन्द्वमा लुकेको छ। ल, अब यसको उज्यालो र अँध्यारो दुवै पाटोलाई हेरौँ। सामाजिक सञ्जालमा कुनै विषयलाई ट्रेन्ड गराउनु एउटा कुरा हो, तर समाजमा वास्तविक र दिगो परिवर्तन ल्याउनु बिल्कुलै अर्कै कुरा हो। हामी सबैलाई तत्काल परिणाम मनपर्छ, तर के हामीले सोचेका छौँ कि वास्तविक परिवर्तनको लागि धैर्य, सङ्गठन र निरन्तर प्रयासको आवश्यकता पर्छ? के यो आन्दोलन केवल एक डिजिटल ट्रेन्ड बनेरै अन्त्य होला त? मतलब अब त्यो सुरुको जोशलाई होसमा बदल्ने बेला आएको छ। भावनालाई सङ्गठनमा र आक्रोशलाई नीतिमा बदल्ने बेला आएको छ। यदि यो ऊर्जालाई सही दिशा दिन सकिएन भने यो केवल इतिहासको अर्को छुटेको अवसर मात्र बन्नेछ। ख्यार, यो आन्दोलनले हामीलाई कहाँ लैजाँदैछ त? यसले समाजको अगाडि एउटा ऐना राखेको छ र केही यस्ता गम्भीर प्रश्नहरू उठाएको छ जसको जवाफ हामी सबैले खोज्नुपर्ने देखिन्छ। सोच्नुस् त, हामीले कति पटक साथीभाइ र परिवारसँगको कुराकानीमा यो देशमा अब केही हुन्न भनेका छौँ होला। तर के हामी साँच्चै आशाविहीन भइसकेकै हौँ त? वा कतै आशाको सानो दियो अझै बलिरहेको छ? यो प्रश्नले हामीलाई निराशाको भाष्यमाथि फेरि एकपटक सोच्न बाध्य बनाउँछ। भ्रष्टाचार भनेको एउटा रुख जस्तै हो। केही हाँगाहरू काट्दैमा रुख मर्दैन, त्यसको जरा नै उखेल्न आवश्यक छ। हामीले विगतमा पनि केही ठूला माछाहरू समातिएको देख्यौं, तर के त्यसले भ्रष्टाचारको अन्त्य गर्यो त? सायद हामीले व्यक्तिलाई होइन, त्यो भ्रष्टाचार जन्माउने प्रणालीलाई नै निशाना बनाउनुपर्छ। हामी सधैँ नेता र सरकारलाई गाली गर्छौं, त्यो सजिलो पनि छ। तर के हामीले कहिल्यै आइनामा हेरेर आफैलाई सोधेका छौं, मैले चाहिँ देशको लागि के गरेँ? सायद परिवर्तनको सुरुवात अरूलाई दोष दिनुबाट होइन, आफ्नो जिम्मेवारी बोधबाट हुन्छ। अब हामी यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण मोडमा आइपुगेका छौं, जहाँ हामीले जेनजी आन्दोलनको वास्तविक परीक्षाको सामना गर्नुपर्छ। यसको सफलता र असफलताको अन्तिम मापन के हो त? यसलाई सजिलोसँग बुझ्दा हामीले घर त फेर्यौं,
तर घरमा बस्ने मानिसहरूको बानी बेहोरा फेरिएन। हामीले शासनको नाम त बदल्यौं, पञ्चायतबाट गणतन्त्रमा आयौं, तर हाम्रो सोच र चरित्र बदल्न सकेनौं। जेनजी आन्दोलनले एउटा नयाँ आशा त पक्कै जगाएको छ, तर यसको सफलताको साँचो मापन नयाँ अनुहार सत्तामा आउनु मात्र होइन। वास्तविक परीक्षा त यो हो कि यसले हामीलाई आफ्नो अधिकार र कर्तव्यप्रति थप सचेत नागरिक बनाउँछ। अब हेर्नु यो छ कि यो आन्दोलनले केवल शासन मात्र बदल्छ कि समाजको चरित्र पनि।